कानुन नै मिचेर गभर्नर नियुक्ति गरिएको छ। राजनीतिक दलको कार्यकर्ता हुनु हुँदैन भनेको छ। अब त्यो विषयवस्तु भोलि गभर्नर आएर अगाडि राखेपछि बोलाउँला। दफा 21ले भन्यो राजनीतिक दलको सदस्य हुनु हुँदैन भन्छ, दफा 21ले। तर उहाँ यो निर्वाचन आयोगमा गएर रिपोर्ट हेर्ने हो भने उहाँ विश्वनाथ पौडेल नेपाली काङ्ग्रेस 25,022 भोट ल्याएर उहाँ चुनाव लड्नु भएको। अब भनौँ कि त हामी समितिले एउटा निर्णय गरौँ, यो राष्ट्र ब्याङ्कको यो कानुन छ नि त्यो दफै चेन्ज गरेर पठाइदिउँ। त्यो पठाइदिएपछि जो पनि गर्न पाइयो, भोलि नेपाल राष्ट्र ब्याङ्कको गभर्नर जो पनि भन्न पाइयो। नेपाल सरकारले चाहिँ जे मन लाग्यो त्यही गरिदिने, देशको अर्थव्यवस्था ध्वस्त पारिदिने, अनि हामीले सहेर बस्नुपर्ने। अब अहिलेको डाक्टर साहबको हो, उहाँले पढेको विषयवस्तु के हो? यो पत्र पत्रिकाले चाहिँ यत्रो अक्षरमा लेखेका छन् विज्ञापन पाइन्छ भनेर, विज्ञ भन्दै। उहाँ विज्ञ होइन। पहिलो कुरा उहाँले पढेको विषयवस्तु के हो भने कृषि तथा प्राकृतिक स्रोतमा अर्थशास्त्रमा उहाँले विद्यावारिधि गरे हो। यो भने के हो त भन्दाखेरि आर्थिक सिद्धान्त इकोनोमिक्स थ्योरीमा गर्ने हो भने पहिलो माइक्रो इकोनोमिक्स, उपभोक्ताको व्यवहार कस्तो हुन्छ कृषिमा, अर्को राष्ट्रिय आय रोजगारी र मुद्रास्फीतिको आर्थिक वृद्धि र सरकारी नीतिको प्रभाव के हुन्छ। हामी उहाँ फिस्कल पोलिसीमा गएको होइन, उहाँ मोनिटरी पोलिसीमा गएको। गभर्नरले कहिले पनि फिस्कल पोलिसी बनाउनु, गभर्नरले बनाउने मौद्रिक नीति हो। समितिका सभापतिज्यू, माननीयज्यूहरू र विभिन्न ब्याङ्क र नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नरज्यू, सचिव लगायत सम्पूर्ण पत्रकार साथीहरू, अब आज हामीले विशेष गरेर यो दफावार छलफल नभएर यो समग्र विषयमा कुरा सुनियो। अब अहिले सबभन्दा ठुलो समस्या हामी कहाँ आइपरेको अहिले समस्या के छ भने कर्जा प्रवाह हो। अब अहिले पनि ब्याङ्कमा करिब 6-7 खर्ब पैसा छ भन्ने कुरा सुनिन्छ। गभर्नरज्यूले अहिले पूर्व गभर्नरज्यूले पनि भन्नुभयो। यो अहिले पनि परिस्थिति त्यो हो। तर हामीले यही समितिले गर्ने जुन अहिले यो ब्याङ्किङ तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073लाई जुन संशोधन गर्न जुन विधेयक आयो, यो अब यसैभित्र यसलाई चाहिँ हामीले अलि सिरियस भएर लिनुपर्ने अवस्था छ। तर यसका कतिपय प्रावधानहरू यस्ता छन् कि हुबहु यदि पास भयो र केही ब्याङ्किङ क्षेत्रका साथीहरूले दिएको दफा पनि यदि पास भयो भने हामीले चाहिँ अझै तपाईँको के हुनेछ भनेपछि लगानी कर्जा प्रवाह हुनुको सट्टा ब्याङ्कमा अझ पैसा थुप्रिन्छ। अहिले चाहिँ मुख्य समस्या के हो त भन्दाखेरि अहिले लगानी ब्याङ्कहरूमा अहिले निक्षेप चाहिँ बढेको देखिए पनि कर्जा निवेश सिडी रेसियो कायम राख्नुपर्ने चुनौती छ अहिले ब्याङ्कमा सबभन्दा ठुलो। अब आज गभर्नर आइदिए भए अझै राम्रो हुन्थ्यो, किनभने अब गभर्नरले शपथ त खाइसक्नुभयो होला। अब यो विषयमा नजाउँ। अब गएर कानुन नै मिचेर गभर्नर नियुक्ति गरिएको छ। राजनीतिक दलको कार्यकर्ता हुनु हुँदैन भनेको छ। अब त्यो विषयवस्तु भोलि गभर्नर आएर अगाडि राखेपछि बोलाउँला। अब यो मेन कुरा अहिले समस्या के भने सिडी रेसियो सबभन्दा ठुलो समस्या हो अहिले। यसमा चाहिँ अहिले यहाँ विज्ञहरूसँग छलफल गरेर, राष्ट्र ब्याङ्कका सबैसँग छलफल गरेर यसलाई चाहिँ हामीले कसरी घटाउने, यो घटाइयो भने लगानी चाहिँ बजारमा जान्छ सबभन्दा ठुलो एउटा कुरो त्यो समस्या। अर्को ब्याज दर पनि अलि उच्च भयो। किनभने ब्याज दर उच्च भयो भने अहिले विश्वका धेरै देशमा तपाईँहरूले जानुहोस् त्यहाँ ब्याज दर चाहिँ यति ज्यादा हुँदैन। ब्याज दर उच्च भयो, ब्याज दर उच्च भएपछि मान्छेले तिर्न सक्दैन भन्ने हुन्छ। फेरि नेपालमा फिक्स ब्याज दर भन्दा पनि बिचरा कयौँ धेरैभन्दा धेरै मान्छेलाई चाहिँ ब्याङ्किङको ज्ञान कम हुन्छ। अब त्यो ज्ञान कम भइसके पछाडि पनि अब यो लोन लिनलाई समस्या। अब पछि थप्ने 6%, 7%, 8%, 10% लोन लग्यो, तिर्न जाँदाखेरि 18% पुगेको हुन्छ। यो सबभन्दा ठुलो समस्या यो देखिएको छ। र अर्को सबभन्दा ठुलो समस्या चाहिँ के छ भने अब उपभोक्तामा विश्वास छैन, सबभन्दा ठुलो समस्या। र अर्को समस्या चाहिँ अहिले के हो भने यो बढ्दो निष्क्रिय कर्जा, पछिल्लो समय ब्याङ्कहरूको निष्क्रिय कर्जा चाहिँ बढ्दो किसिमको छ। यो जुन पर्फर्मिङ लोन भन्छ, यो चाहिँ नन पर्फर्मिङ लोन जो छ त्यो चाहिँ बढेको छ अहिले पहिलाभन्दा। अनि त्यो बढिसकेपछि पुरानो कर्जा नउड्ने अवस्था देखेपछि ब्याङ्कहरूले फेरि कर्जा दिँदैनन्। त्यो समस्या सबभन्दा ठुलो। यसलाई चाहिँ हामीले यहाँबाट निराकरण गर्न सक्यौँ भने पछाडि चाहिँ राम्रो हुन्छ भन्ने मलाई लाग्छ। अर्को राष्ट्र ब्याङ्कको कसिलो मौद्रिक नीति छ। मौद्रिक नीति चाहिँ नेपाल राष्ट्र ब्याङ्कले चाहिँ अलि फितलो बनाउनु पर्ने, अलि कसिलो बनाइदिइसकेपछि कर्जा प्रवाह गर्न चाहिँ ब्याङ्कहरू डराएको अवस्था छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले अहिले ब्याङ्कहरूमा लोनहरू छैन। कठोर प्रवाधान निष्क्रिय कर्जा भयो। अब सरकारी खर्च शून्य बराबर छ। अब त असार लाग्यो, अब यतिखेर हुन्छ होला। पुँजीगत खर्च प्रायः जसो तपाईँको बिल भुक्तानी नै नगरिदिने, अब लास्ट असारतिर गर्ने, अनि पुँजीगत खर्च नभइसकेपछि त क्यास फ्लो भएन नि त। त्यो कारणले गर्दा यो ठुलो समस्या आइपरेको छ।
अब यी चाहिँ अब अहिले कर्जा प्रवाहका समस्याहरू भए र यो अर्थ समितिमा चाहिँ आज विशेष गरेर मैले भन्न खोजेको के भने गभर्नर पनि यही समितिको माताआत्मै पर्छ। हामी कानुनलाई बेस मानेर हामी यहाँ बसेका हुन्छौँ। गभर्नर नियुक्ति गर्ने चाहिँ नेपाल राष्ट्र ब्याङ्कको ऐनहरू बनेका छन्। विभिन्न 2058 देखि अहिले पछिल्लो समय विभिन्न पटक संशोधन हुँदै अन्तिम ऐन बनेको छ। म एकछिन यो गभर्नर नियुक्ति गर्ने ऐनको दफामा तपाईँको सुरुमा दफा यो एकछिन 20 पढेर सुनाउँछु। 20 पढिसके पछाडि चाहिँ यो साँच्चै नेपाल सरकारले चाहिँ जे मन लाग्यो त्यही गरिदिने, देशको अर्थव्यवस्था ध्वस्त पारिदिने अनि हामीले सहेर बस्नुपर्ने। अब समिति चाहिँ हामीले यस्ता यस्ता कुरामा पनि हामीले आवाज उठाएनौँ भने अब यो समितिको पनि के महत्त्व हुन्छ। जस्तै नेपाल राष्ट्र ब्याङ्कको जुन ऐन छ 58 देखि अहिलेसम्म संशोधन बन्दै आएछ बेला बेला, यसको दफा 20, 21 र 22 ले स्पष्ट भन्छ गभर्नर नियुक्ति गर्ने कुरा। यसले पहिला के भने गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको दफा 20 ले सञ्चालकको योग्यता गभर्नर, डेपुटी गभर्नर र सञ्चालक तथा पदमा नियुक्ति हुनका लागि देहाएका बमोजिम योग्यता पुगेको व्यक्ति हुनुपर्छ भन्छ। अब नेपालको नागरिकमा केही समस्या भएन, म गमा गएँ। गमा एउटा कुरा भन्छ, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन र जनप्रशासन जस्ता बैंकिङ र मौद्रिक र बैंकिङमा चाहिँ पढेको हुनुपर्छ भन्छ। अब अहिलेको डाक्टर साहबको हो, उहाँले पढेको विषयवस्तु के हो, यो पत्र पत्रिकाले चाहिँ यत्रो अक्षरमा लेखेका छन् विज्ञापन पाइन्छ भनेर, विज्ञ भन्दै, उहाँ विज्ञ होइन। पहिलो कुरा उहाँले पढेको विषयवस्तु के हो भने कृषि तथा प्राकृतिक स्रोतमा अर्थशास्त्रमा उहाँले विद्यावारिधि गरे हो। यो भने के हो त भन्दाखेरि आर्थिक सिद्धान्त इकोनोमिक्स थ्योरीमा गर्ने हो भने पहिलो माइक्रो उपभोक्ताको व्यवहार कस्तो हुन्छ कृषिमा, अर्को राष्ट्रिय आय, रोजगारी र मुद्रास्फीतिको आर्थिक वृद्धि र सरकारी नीतिको प्रभाव के हुन्छ। हामी उहाँ फिस्कल पोलिसीमा गएको होइन, उहाँ मोनिटरी पोलिसीमा गएको। गभर्नरले कहिले पनि फिस्कल पोलिसी बनाउनु, गभर्नरले बनाउने मौद्रिक नीति हो। अब अरू बनाउने त फिस्कल पोलिसी बनाउने भनेको त राजस्व सचिवले, अब अर्थमन्त्रीले यहाँतिर हो। उहाँको अर्को भन्ने कुरा के छ, कृषि अर्थशास्त्र उहाँले एग्रिकल्चर इकोनोमी पढे हो। कृषि उत्पादनमा अर्थशास्त्र, कृषि उत्पादनको दक्षता, कृषि बजारको मूल्य निर्धारण, कृषि नीति, फार्म व्यवस्थापन, प्राकृतिक स्रोतको अर्थशास्त्र, पर्यावरण अर्थशास्त्र, जलस्रोत अर्थशास्त्र, वन तथा भूमिको अर्थशास्त्र, जैविक विविधताको अर्थशास्त्र, मात्राको र विधि अनुसन्धान, यो विषय पढ्नु भएको उहाँले। अब भन्नुहुन्छ गभर्नर मौद्रिक नीतिको म पनि थाहा छैन गभर्नरलाई। त्यो भए हुनाले अब यसको अब मैले मान्नेज्यूलाई हामी आज बाफियाको विषयमा छलफल गरेका छौँ। यो विषय चाहिँ अब अलि अन्यत्र म सम्बन्धित विषयमा तपाईले आकर्षित गर्न चाहन्छु। होइन, सम्मानज्यू सभापतिज्यूले भने विषयवस्तु सही हो, तर यो सदस्य यही समितिको माताहतमा रहने हुनाले अर्को दफा 21 ले भन्यो राजनीतिक दलको सदस्य हुनु हुँदैन भन्छ, दफा 21 ले। तर उहाँ यो निर्वाचन आयोगमा गएर रिपोर्ट हेर्ने हो भने उहाँ विश्वनाथ पौडेल नेपाली काङ्ग्रेस 25,022 भोट ल्याएर उहाँ चुनाव लड्नु भएको। अब भनौँ कि त हामी समितिले एउटा निर्णय गरौँ, यो राष्ट्र ब्याङ्कको यो कानुन छ नि त्यो दफै चेन्ज गरेर पठाइदिउँ। त्यो पठाइदिएपछि जो पनि गर्न पाइयो, भोलि नेपाल राष्ट्र ब्याङ्कको गभर्नर जो पनि भन्न पाइयो। त्यो भए हुनाले यो सँगसँगै मैले जोडेर राखेका हुनाले छुट्टै छलफलमा मैले सके सभाजी यो विषय अन्त नगर्नु सर। यो बाफिया सम्बन्धी है प्लिज, बाफिया सम्बन्धीको कुरा मैले अघि नै राखिसकेँ सम्मानज्यू, प्लिज अघि नै राखिसकेँ। हजुर, अब अघि नै मैले जब तरलता कम भयो, अब यहाँ जब यिनीहरू आएको छ यो विषयवस्तु भयो र यो कस्तो विषयवस्तु हुन्छ, विषयवस्तु भएन होला, म यसलाई स्वीकार्छु। तर यो अर्थ समितिको सबभन्दा बढी ध्यान आकर्षण हुने विषयवस्तु हो, किनकि देशको इकोनोमी हेर्ने यो समिति हो। यो समितिमा क्वालिटीको मान्छे आउनुपर्छ भन्ने हो। हस्, धन्यवाद।